हेलो एभ्रिवान, नमस्ते। आराम सन्चै हुनुहुन्छ? तपाईँहरूले मेरो ब्याकग्राउन्डमा देखिरहनु भएको छ कुखुराको खोर। यो मेरो खोर हो। मैले यसपालि कुखुराहरू हेर्नुहोस्, यसपालि 1382 कुखुरा ल्याएर हालेको छ यो ब्याचमा। अहिलेसम्म आज भनेर तपाईँको 28 दिनको कुखुरा भए। 28 दिनको कुखुराहरूको वेट राम्रै देखिरहेको छु। सफा छ खोर हेर्नु। ब्रोइलर कुखुरा पालनमा विभिन्न किसिमका समस्याहरू देखा पर्ने गर्दछन्। जस्तै गम्बारोले भेट्छ, कोही बेला इकोलाले भेट्छ। पानी शुद्ध भएन भने पानी कारणले विभिन्न रोग लाग्ने गर्छ। तलबको गन्ध आउने भएकोले गर्दा मन बेसी पलाउने भएर सामान्य ग्यास उत्पादन भएकोले गर्दाखेरि शरीरमा विभिन्न किसिमका समस्या देख्छ। त्यो कुराहरूलाई निवारण गर्न बेलैमा आफूले सचेत भएर काम गर्नुपर्ने हुन्छ। यदि त्यसो गर्नु भने पछि आफू घाटामा गइने हुन्छ र लगानी आफ्नो गरेको लगानी पनि देख्ने साह्रै संवेदनशील भयो। यो सानो कुरामा लापरवाही गरियो भने यसले घर जमिन सबै डुबाउन सक्छ। विभिन्न किसिमका बजारको कुराले गर्दा छ यतातिर भाउ पुरा हुँदैन। कोही बेला दानाको भाउ धेरै छ, कुखुराको भाउ थोरै हुन्छ। कोही बेला जाम लागिन्छ, भनेको बेला कुखुराले चाहिँ सकिँदैन। नसकेको कुराले गर्दाखेरि भनेको चारो धेरै खाइदिन्छ। धेरै दिन पाल्नु पर्ने भएकोले धेरै कुखुरा हुनेले विभिन्न कुरा बेलैमा सचेत भएर कुखुरा पालन गरौँ। जय कृषि।